हेलो नमस्कार साथीहरू म फेरि पनि मेरो यो सुरेश टिप्स एन्ड ट्रिक्स च्यानलबाट चाहिँ तपाईँहरूलाई म एउटा सानोतिनो टिप्स सिकाउन गइरहेको छु र आजको हाम्रो एकदम टिप्स चाहिँ एकदम मजाको छ साथीहरू हैन र त्यो के हो भन्दाखेरि चाहिँ तपाईले कुनै पनि सफ्टवेयरहरू इन्स्टल नगरी कुनै पनि पेड सर्भिसहरू इन्स्टल नगरिकन र कुनै पनि फाइल्सहरू क्र्याक फाइल यताउति गराएर चाहिँ तपाईले चाहिँ नगरिकन चाहिँ एउटा सानो सेटिङबाट चाहिँ तपाईले चाहिँ यो ब्लुस्ट्याकको कुनै पनि भर्जनलाई चाहिँ सजिलैसँग रुट गर्न सक्नुहुन्छ है त। यदि हजुरहरू रुटेट गर्न चाहनुहुन्छ भने यो भिडियोलाई गाइड गर्नु होला, अन्तसम्म हेर्नु होला र एउटा सानो टिप्स पनि जानिराख्नु होला भन्न चाहन्छु है त। ल ओके, अब ढिला नगरिकन हामी ब्लुस्ट्याक तर्फ जाउँ र यो मेरो ब्लुस्ट्याक चाहिँ रुट छ या छैन भन्ने कुरा चाहिँ म तपाईलाई यहाँ गएर देखाउने छु। यदि छैन भने म फेरि प्रोसेस तपाईलाई म देखाउने छु, छ भने म त्यो कसरी भएको थियो भन्ने कुरा पनि म तपाईलाई भन्न गइरहेको छु। द्याट्स वाइ मेरो भिडियो सँगसँगै रहनु होला अन्तसम्म है त। ल साथीहरू, ल अब मेरो यो ब्लुस्ट्याकको चाहिँ यो होम पेज पनि अब रेडी भइसक्यो है। र अब हामी चाहिँ यता जाउँ, हाम्रो मेन होममा जाउँ पहिला। ल यहाँ गएर चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईले चाहिँ यो रुट चेकरलाई चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ के प्ले स्टोरबाट है त। र यो पछि तपाईको गेम मोडिफाई गर्नको लागि चाहिँ यो गेम गार्डियन चाहिँ एकदम नेसेसरी छ साथीहरू हैन। मैले भनिराख्नु नपर्ला यो गेम गार्डियन के हो भनेर हैन। द्याट्स वाइ अब कुनै पनि गेम्सहरुलाई चाहिँ तपाईले सजिलोसँग यसले मोडिफाई गर्न सक्नुहुन्छ के। र अब हामी चाहिँ आजको टपिक भनेको के हो, रुट गर्ने तर्फ हो है। द्याट्स वाइ पहिला यहाँ रुट चेक गरौँ, मेरो यो ब्लुस्ट्याक रुटेड छ या छैन भनेर है। एग्री गरिदिउँ, गेट स्टार्टेड गरिदिउँ र यो एकचोटि यो भेरिफाई रुट स्ट्याटस। अब तपाईको यो ब्लुस्ट्याक भेरिफाइड छ भने हरियोले के लेखेर आउँछ, यो डिभाइसेस अब रुटेड डिभाइस इन्स्टल भनेर हैन। छैन भने रातो राइट लेखेर चाहिँ अब आउँछ कि जस्तो कि यो सरी रुट एक्सेस इज नट प्रोपरली इन्स्टल अन दिस डिभाइस भनेर आउँछ। यदि भएको भए त यहाँ हरियो लेटरले चाहिँ रुट एक्सेस इज इन्स्टल अन दिस डिभाइस भनेर आउँथ्यो के। अब हो त्यो ल्याउनको लागि चाहिँ तपाईलाई म यो पहिला क्लोज गरौँ है। यसलाई नि फेरि क्लोज गरौँ। यसलाई यहाँ जहाँ जहाँ ओपन छ त्यो सबै क्लोज गर्नु होला, अरू ठाउँमा छैन है। र अब के गर्नु भन्दाखेरि सबैभन्दा पहिला फाइल एक्सप्लोरर ओपन गर्नु होला र अनि यो माथि छ नि हेरियो भ्यू सेक्सनमा गएर चाहिँ सोमा जानुहोस् अनि हिडन आइटम्सलाई चाहिँ इनेबल गरिदिनुहोस् के, ताकि तपाईको हिडन भएको फाइल्सहरू चाहिँ देख्न सकोस् के हैन। त्यसकारणले अब हामी फेरि अब दिस पीसीमा जाम। दिस पीसीमा गएपछि तपाईको यो सी ड्राइभमा जाम। सी ड्राइभमा गएपछि तपाईको चाहिँ अब यहाँ पहिला यो यसमा गएपछि यो तपाईको हिडन फाइल छ नि, एकचोटि यसरी क्लिक गर्नुपर्ने हुन्छ के, मात्र तपाईको यहाँ प्रोग्राम डाटा देख्न सक्नुहुन्छ। यदि प्रोग्राम डाटा देख्न सक्नु हुँदैन भने त्यो चाहिँ तपाईले चाहिँ गर्न सक्नुहुन्न के। द्याट्स वाइ यसलाई देख्नको लागि चाहिँ हिडन फाइलले चाहिँ चेक गर्नुपर्ने हुन्छ है त। ल ओके, अब प्रोग्राम डाटामा जाम। प्रोग्राम डाटामा गएपछि अब यो ब्लुस्ट्याक्स यो देख्नुभएको छ नि सेकेन्ड स्टेपमै, यो ब्लुस्ट्याकमा यसरी क्लिक गरौँ र यसलाई चाहिँ यसो गरेर कपी गरौँ पहिला। कपी गरेर है त्यस पछाडि चाहिँ तपाईको चाहिँ यहाँ बाहिर फाइल यो डेस्कटपमा कि साथीहरू यसमा चाहिँ पेस्ट गरिदिनु होला। यो पेस्ट गरिदिनु भयो नि। अब यसलाई नै हो हामीले मोडिफाई गर्ने, यसलाई होइन है। फेरि यसलाई नै हामीले मोडिफाई गर्नुपर्ने हुन्छ साथीहरू। अब राइट क्लिक गरेर एडिट इन नोटप्याड गर्नु होला र यहाँ चाहिँ तपाईको चाहिँ यो फाइल्सहरू छ हैन। यसलाई चाहिँ एकचोटि कन्ट्रोल एफ गर्नु होला। कन्ट्रोल एफ गरेपछि आरओटी रुट टाइप गरेपछि इन्टर दबाइदिनुहोस् र यहाँ तपाईको देख्नुभएको छ नि रुटेड फिचर रुटिङ 0 लाई चाहिँ तपाईले कन्भर्ट गरेर चाहिँ 1 गरिदिनुहोस् है। फेरि अर्को ल फेरि अर्को पनि आउँछ इनेबल रुट एक्सेस, यो 0 छ नि, यसलाई पनि 0 भनेको डिसेबल हो के, यसलाई चाहिँ 1 गरिदिनुहोस्। 1 भनेको इनेबल हो। यति गरिसके पछाडि साथीहरू यहाँ फाइलमा जानु होला, अरू छ कि छैन भनेर चेक गर्नको लागि इन्टर थिच्नु होला। अरू छैन, यो दुईटा चाहिँ एकदम नेसेसरी छ, चेन्ज गर्नुपर्ने हुन्छ, यसलाई इनेबल गर्नुपर्ने हुन्छ क्या। त्यसकारणले त्यस पछाडि फेरि अब हामी फाइलमा जाम, सेभ गरिदिउँ है। फेरि यसलाई क्लोज गरिदिउँ। क्लोज गरिसके पछाडि यो फाइललाई जुन हामीले एडिट गरेको थियो नि त्यो फाइललाई चाहिँ कपी गरेर यो फाइलमा गएर चाहिँ पेस्ट गरिदिउँ है त। यसले सोधेको छ कि रिप्लेस द फाइल इन द डेस्टिनेसन, डेफिनेटली एस गर्नै पर्ने हुन्छ यसलाई है। र एस गरिसके पछाडि फेरि अघि हाम्रो यो फाइल थियो नि, यसलाई एकचोटि राइट क्लिक गर्नु होला, प्रोपर्टीमा जानु होला र
रिड अन्ली सेक्सनमा चाहिँ क्लिक गर्नु होला कि यो चाहिँ एकदम नेसेसरी छ। यो गर्नु भएन भने ओड गर्दैन है साथीहरू। द्याट चाहिँ ओड गर्नको लागि चाहिँ रिड अन्लीमा क्लिक गर्नु होला अनि एप्लाई गरेर ओके गरिदिनुहोस् है। यति गरिसके पछाडि यसलाई नै अफ गरिदिनुहोस्। यसलाई फेरि एकचोटि रिफ्रेस गर्नु, एकचोटि, दुईचोटि र तीनचोटि रिफ्रेस गरिसके पछाडि फेरि ब्लुस्टेक ओपन गर्नु होला साथीहरू। अब चाहिँ फाइनली अब हामी यहाँ चेक गर्न गइरहेको छौँ कि रुटेड यो ब्लुस्टेकलाई चाहिँ हामीले रुटेट गर्न सक्सेस भएको छौँ या छैनौँ भनेर है त। ल ओके, अब हेर्दै जाउँ। फेरि हामी त्यो रुट चेकरबाटै जानुपर्ने हुन्छ कि साथीहरू है। त्यसको कारणले तपाईँहरूलाई मैले पहिला नै भनेको छु कि रुट चेकर चाहिँ इन्स्टल गर्नै पर्ने हुन्छ क्या तपाईँको डिभाइस चाहिँ रुटेड छ या छैन भनेर जानकारी पाउनको लागि है। ल अब हामी फेरि हाम्रो मेन होम बेसमा आयो होइन। यसको मेन गएपछि यसमा चाहिँ अब तपाईँको रुट चेकर, फेरि एकचोटि रुट चेकरमा गएर हामी चेक गरौँ साथीहरू हाम्रो यो डिभाइस चाहिँ रुटेड छ या छैन है। अघि रातो राइटिङले चाहिँ तपाईँको चाहिँ रुट इन्स्टल भएको छैन भनेर आयो भने अब चाहिँ के आउँछ भन्दाखेरि भेरिफाई गरिदिनुहोस्। ल यति गरेपछि अब सबमिट गरिदिनु, फरक पर्दैन, अदर गर्नु, ओके गरिदिनुहोस् है। यो भनेको तपाईँको चाहिँ यसले कतिको उस गर्छ भनेर गरे मात्र हो कि युज लेटर एन्ड ओके सबमिट गरिदिनु, फरक पर्दैन। यो जे अप्सन गर्दा नि हुन्छ कि यो ब्लुस्टेककोबाट आएको होइन कि यो रुट चेकरबाट आएको अप्सन हो कि। अब यहाँ के भनेछ भन्दाखेरि कङ्ग्रेचुलेसन द रुट एक्सेस इज प्रोपरली इन्स्टल अन दिस डिभाइस भनेपछि तपाईँले चाहिँ अब यहाँ सजिलै जे फाइलहरूलाई पनि एडिट गर्न सक्नुहुन्छ क्या है। तपाईँको एपिके फाइलहरू अथवा तपाईँको कुनै गेमिङ फाइलहरू अब हुन्छ नि यस्तो इम्पोर्टेन्ट फाइलहरू चाहिँ तपाईँहरूले चाहिँ यहाँ मजाले मोडिफाई गर्न सक्नुहुन्छ साथीहरू अब है त। किनभने यो अनरुट भएको डिभाइसहरूमा चाहिँ त्यो चाहिँ गर्न इम्पोसिबल नै छ। त्यसै कारणले चाहिँ पोसिबल गराउनको लागि तपाईँले चाहिँ डिभाइसहरूलाई चाहिँ रुटेट गर्नै पर्ने हुन्छ भन्दै आजको यो भिडियो तपाईँहरूलाई कतिको हेल्पफुल रह्यो साथीहरू होइन। जहाँसम्म लाग्छ अब अलिकति भए पनि हेल्प गऱ्यो होला हजुरहरूलाई होइन। बुझ्नु भएन भने फेरि रिपिट गरेर हेर्नु होला, यही भन्न चाहन्छु है। र स्किप गर्नुभएको छ भने हजुरले बुझ्न लास्टै गाह्रो पर्नेछ, स्किप गर्नुभएको छैन भने थ्याङ्क्स फर वाचिङ गाइज होइन। तपाईँहरूलाई चाहिँ जहाँसम्म लाग्छ यो 100% क्लियर नै भयो होला हजुरहरूलाई होइन। र यदि पनि गाह्रो भन्नुभयो भने तपाईँहरूलाई गाह्रो समस्या कुनै पनि अब प्रब्लम समस्या खडा भयो भने आयो भने चाहिँ कमेन्ट बक्समा मलाई कमेन्ट गर्नु होला, सोध्नु होला, डेफिनेटली आई विल कमेन्ट यु गाइज है त भन्दै म आजको यो भिडियोदेखि म बिदा हुन चाहन्छु। थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई।